प्रेग्नेन्सीमा पहिलो पटक पेटमा बच्चा कति बेला चल्छ त र कति पटक चल्यो भने दिनभरिमा त्यो नर्मल हुन्छ। आज त्यसकै बारेमा कुरा गरौँ। त्यसैले यो भिडियो आफ्नो दिदी बहिनी साथी भाउजू अथवा कोही पनि जो प्रेग्नेन्सी प्लान गर्दै हुनुहुन्छ उहाँहरूलाई सेयर गरिदिनु होला, काम लाग्न सक्छ। ल अब सुरु गरौँ। पहिलो पटक पेटमा बच्चा कति बेला चल्छ त यो चाहिँ हरेक महिलामा फरक फरक हुन्छ। यदि कुनै महिला पहिलो पटक प्रेग्नेन्सीमा हुनुहुन्छ भने उहाँले चाहिँ पहिलो पटक बच्चा चलेको चाहिँ 18 हप्तादेखि 20 हप्तासम्मको समय लाग्न सक्छ। र यदि कोही महिला पहिलो पटक प्रेग्नेन्सी भइसकेको छ र यो दोस्रो पटक अथवा त्योभन्दा बढी छ भने उहाँले चाहिँ 16 हप्तातिर नै पहिलो पटक बच्चा चलेको थाहा पाउनुहुन्छ। यदि चाहिँ 20 देखि 22 हप्ता जति कटिसक्यो र बच्चा चलेको अहिले पनि थाहा पाउनु भएको छैन भने एकचोटि आफ्नो डाक्टरनिर गएर सल्लाह गर्नुहोस् र उहाँले चाहिँ भिडियो एक्सरे अथवा डप्लर मार्फत बच्चाको धड्कन, बच्चाको चलेको कुराहरू थाहा पाएर तपाईँले सल्लाह सुझाव दिनुहुन्छ। अब दिनमा कति पटक बच्चा चल्नुपर्छ त यसलाई क्याल्कुलेट गर्नको लागि दुईटा तरिका छ। एउटा कार्डिफ 10 काउन्ट भन्छ। त्यो भनेको अब बिहानको 9 बजेबाट खाना खाइसकेपछि बच्चा चलेको चाहिँ आमाले ख्याल गर्नुपर्छ र बच्चा चाहिँ दिनभरिमा 10 पटक चल्नुपर्छ। यदि चाहिँ 10 पटकभन्दा कम चलिरहेको छ अथवा चलि नै रहेको छैन भने डाक्टरनिर तुरुन्तै गएर सल्लाह गर्नुपर्छ। अर्को भनेको DFMC भन्छ, डेली फिटल मुभमेन्ट काउन्ट। यसको लागि आमाले बिहान खाना खाइसकेपछि, दिउँसो खाना खाइसकेपछि र बेलुका डिनरपछि यो 3 टाइम जब खाना खाइसक्नुहुन्छ त्यसपछिको 1 घन्टासम्म आमा चाहिँ पल्टिनुपर्छ आफ्नो लेफ्ट साइडतिर पल्टिने र आरामले बस्ने। अनि 1 घन्टासम्म उहाँले चाहिँ क्याल्कुलेट काउन्ट गर्नुपर्छ कि बच्चा कति पटक चल्यो। कमसे कम 3 पटक चल्नुपर्छ। बिहान 3 पटक, दिउँसो 3 पटक र बेलुका 3 पटक। यदि 3 पटकभन्दा कम चलिरहेको छ अथवा चलि नै रहेको छैन भने तुरुन्तै डाक्टरनिर गएर सल्लाह गर्नुपर्छ।